एज अ स्टुडेन्ट लन्डनमा मैले कति कमाउँछु र कति मेरो एक्सपेन्सेस छ भन्ने बारेमा आज कुरा गरौँ। नमस्ते एभ्रिवान, मेरो नाम सन्ध्या हो। म चाहिँ अहिले मास्टर्स डिग्री गर्दैछु युनिभर्सिटी अफ वेस्ट लन्डनमा। युकेमा मिनिमम चाहिँ 20 आवर्स मात्रै काम गर्नु पाउँछ स्टुडेन्टले, र अहिले चाहिँ मिनिमम वेज पनि बढेको छ, 12.21 भएको छ। त्योभन्दा बढी पनि हुनसक्छ, तर त्योभन्दा कम चाहिँ हुँदैन तपाईले एनआईमा काम गर्नुभयो भने। यहाँ चाहिँ युज खर्च हुने भनेको चाहिँ रुम रेन्टमा हो। रुम रेन्टको चाहिँ 400 इच पर्छ। डबल रुममा 2 जना बस्नुभयो भने चाहिँ। ग्रोसरीमा चाहिँ 2 जना मिलेर एक्सप्लिट गर्नुभयो भने 60-70 मा चाहिँ खर्च मजाले निस्किन्छ। अनि ट्राभलिङ एक्सपेन्सेस चाहिँ 100 to 130, अब डिपेन्ड्स हजुर कतिको ट्राभल गर्नुहुन्छ भनेर। स्टुडेन्टको लागि चाहिँ युनि जोइन भइसकेपछि अरू डिस्काउन्टहरू पनि हुन्छ। लाइक तपाईले स्टुडेन्ट वेस्टर कार्ड गर्नुभयो भने चाहिँ ट्राभल गर्दाखेरि सस्तो पर्छ। ओभरअलमा 20 आवर्स नै काम पाउनुभयो भने 950 जति हुन्छ र खर्च 700-750 जति। तर हरेक महिना चाहिँ हामीले 20 आवर्स नै काम चाहिँ पाउँदैनौँ के। हामीले आएर काम पायौँ भने चाहिँ आफ्नो मजाले एक्सपेन्सेसहरू कभर गर्न सकिन्छ, तर फीहरू जम्मा गर्नको लागि चाहिँ थोरै डिफिकल्टी नै छ है। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो।